तपाईँको पनि राइटिङ ठिकै छ र उहाँहरूको दुईजनाको राइटिङ पनि ठिक बुझेको छैन। जस्तै टिचरको राइटिङ राम्रो भएन भने विद्यार्थीले पनि त्यो अनुसारको क्रियाकलाप गर्ला। हामीले त्यो लेख्दाखेरि त्यो हामीले लेखेको राइटिङमा माथि पनि ध्यान दिनुपर्छ। सबभन्दा पहिलो हाम्रो आचरण, हाम्रो गर्ने व्यवहार र हाम्रो लेखाइ पनि त्यही अनुसारको भइदियो भने हामी जस्तो छ ठिकै छ। हाम्रो राइटिङ जस्तो छ त्यस्तो छ, त्योमा टेन्सन लिनु हुँदैन। त्यो तर जुन जति शब्द लेखिन्छ सकेसम्म हामी केयरफुल लेखौँ भन्ने मेरो मेन चाहना छ र त्यो अनुसारले हजुरहरूले गरिदिनुहुन्छ भन्ने विश्वास पनि छ। र इङ्ग्लिस सब्जेक्ट पढाउँदाखेरि हजुरले के गरिदिनु पर्छ भने जस्तै पढाउनु भयो स्टपेज आएर त्यो अनुसार र सकेसम्म तपाईँले नेपालीमा नबोलिदिनुहोस्। धेरै केही त्यस्ता इङ्ग्लिस शब्दहरू नेपालीमा बोल्दाखेरि बिचबिचमा बोलिदियो भने तपाईँको इङ्ग्लिस क्लास जस्तो लाग्छ। जस्तै बिचमा कोही भिडियो क्लिपलाई एडिट गर्यो अनि पछि भन्छ ए इङ्ग्लिसको सर छ अनि त्यहाँ त इङ्ग्लिसको पुरा नेपालीमा बोलिरहेछ भन्छ। अनि जस्तै शब्दहरू चयन गर्दाखेरि हामीले पनि त्यसमा केही इङ्ग्लिस शब्द युज गरौँ। जस्तै इङ्ग्लिसको घन्टी छ भने, साइन्सको घन्टी छ, म्याथको घन्टी छ भने ती घन्टीमा के गरिदिनु पर्यो भने हामीले ती केही शब्दहरू त्यसमा त्यस्तो चयन गर्नुहोस् कि विद्यार्थीले पनि तपाईँको त्यो शब्द राम्ररी बुझोस् भन्ने मेरो मेन चाहना छ। ल आजको त्यो क्लासको एक्टिभिटी त्यहीसम्म। ल ठिक छ।